हाइक त सबैजना जान्नुहुन्छ, तर हाम्रो योपालिको हाइक अलिकति फरक भयो। कसरी? यो ट्रेल बिनाको हाइक थियो हाम्रो लागि। हामी लिटरली जङ्गल गाउँ डुल्दै थियौँ र बाटोमा हामीले झोलुङ्गे पुल, झरना, सिसाघर र एकदमै ब्युटिफुल सिनेरी इन्जोय गर्न सक्यौँ। यो हो नगरकोट जर्सिङ पौवा हाइक। सबैभन्दा सुरुमा हामी हाइक गर्दै रानीझुला पुग्छौँ र यो चाहिँ एकदमै हाइटमा छ र त्यहाँबाट तल हेर्दाखेरि सबै रुखहरू आफ्नो मुनि देख्न सक्छौँ। रानीझुला हेरिसकेपछि हामी टुडी वाटरफलतिर लाग्छौँ र यो चाहिँ नजिकै छ। अन्ली 10 मिनट्सको वाकपछि हामी टुडी झरना आइपुग्छौँ र झरना आइपुगिसकेपछि सबैजनाको फोटोग्राफी स्किल्स सुरु हुन्छ र केही फोटोहरू खिचेर हामी जर्सिङ पौवातिर जान्छौँ। सो करेन्टली भएर एट द झ्यालथर होइन, यो चाहिँ हामी नुवाकोटबाट अलिकति अगाडि जर्सिङ पौवा जाने बाटोतिर पर्छ। सो वी क्यान सी के छ होइन, कस्तो छ यो भित्र। यो झ्यालघर चाहिँ स्पेसली टुरिस्ट एट्र्याक्सन भन्दा पनि एउटा कम्युनिटी स्कुलको 3 क्लास रहेछ। हो, यो स्कुलको बिल्डिङहरू चाहिँ एकदमै युनिक छ। कुनै चाहिँ सिसाले बनेको छ, कुनै चाहिँ ढुङ्गाले बनेको छ र कुनै चाहिँ ढुङ्गा, माटो, पराल सबै मिक्स गरेर बनाएको छ। बाँस पनि छ मातिर न। यो स्कुलको बिल्डिङ हेर्दै गर्दाखेरि यही स्कुलमा आएर फेरि पनि पढौँ जस्तै लाग्दै थियो। अब त जानै पर्छ यार। अब 30 मिनट कति टाइम लाग्छ त्यहाँ पुग्न? यहाँको आर्किटेक्चर हेर्दै समय गएको पत्तै भएन छ र हामी यहाँको एकदमै ब्युटिफुल भिलेजलाई हामी इन्जोय गर्दै हामी हाम्रो घरतिर जान्छौँ।